हेलो बुवा बुवा यहाँ हौ यस्तो मैसी हजुर यस हेलो यस ह्यापी भाइटिका आजको लास्ट दिवाली हैन यता चक्रबुवा चक्रबुवा साथी पनि एकदम डरलाग्दै उहाँ पनि एकदम राम्रो क्रिएटर हैन म त यो भोलि पर्सि हेर्नु त यहाँ पनि छ हल्का यस्तो पनि छ है ल हाम्रो हैन म एक रन हानेर आउँदैछु है ए सबैलाई म निकाल्दैछु है ल एकजना पनि नछुटोस् है बुवा कोपा यो क्यामेरामै भन्नु पर्यो अङ्कल यो ज्याकेटको के कसो छ त्यो माग्दैछ के चाहिँ भयो यो ज्याकेट चाहिँ अहिलेको होइन हिजो आज सायद बजारमा पाइँदैन पनि होला पाइँदैन इतिहास भनिदिनु न बुवा यसको यो ज्याकेट किनेर लगाएको अहिले 25 वर्षदेखि बेसी नै भएको छ 25 वर्ष र अब मैले त मेरो ज्याकेट पुरानो भएर माया लागेर फ्याँक्नु नसक्दाखेरि अहिले अलिकति सफा सुग्घर गरेर लगाइरहेको छु तर यहाँ हाम्रो अहिले जेन्जीको केटाहरूले चाहिँ यो ज्याकेटमा आँखा गाडेर उत्तराधिकारीहरूसम्म भइसकेको छ म पनि माग्दैछु यो चाहिँ उत्तराधिकारीहरूसम्म यो ज्याकेटको बनिसकेको छ यसैले यो ज्याकेटको लागि चाहिँ अक्सन एउटा सठिक मान्छे को देख्नु भयो अघि भित्र कुरा भएको छ सचेत मान्छे चाहिँ जो हुनुहुन्थ्यो उहाँ चाहिँ अब परलोक भएर बितिहाल्नु भयो ए हो खास दाबे दादी दिने थिए उसको छोरालाई होला नि त यो त मैले कुरा पनि गरेको थिएँ जोलाई चाहिँ यो ज्याकेट सुइटेबल थियो तर उहाँ नै हुँदाखेरि मैले यसको उत्तराधिकारी चाहिँ अहिले चयन गर्न राम्ररी सकेको छुइनँ म चाहिँ कस्तो छ मेरो चान्स छ मेरो चाहिँ रफ एन्ड टफहरूले लाउँछ भन्छ तर म त त्यति रफ जस्तो त म आफैलाई लाग्दैन अब 66-67 वर्ष पुगे अच्छा अङ्कललाई चाहिँ मैले यो ज्याकेटको निम्ति चाहिँ एउटा लिखित प्रतिवेदन बुझाएको थिएँ अघि तर अङ्कलले त्यसमा अलिकति म विचार गर्छु पनि भन्नुभएको थियो लिखित यसमा देख्छ एप्लिकेसन लिखित एकदम लिखित दिएको छु कतिवटा चाहिँ भइसक्यो त्यस्तो लिखित एप्लिकेसनहरू होइन यो सानो कुरोलाई ठुलो बनाएर लिखित रूपमा कुनै केमा किन अब होइन हामी यो त राम्रो फाइदा हो माध्यममा त्यो त केही पनि ठुलो कुरो होइन हो त र पनि यहाँ हाम्रो हुनुहुन्छ अब यत्रो ठुलो मान्छे रिपोर्टरहरूलाई यस्तो ज्याकेट लाउँदा त मलाई साह्रै पाउँछ जस्तो भएन नि लाग्दैन सुहाउँदैन पनि भन्दैछ त अच्छा अङ्कलको यो कुरा सुनेर चाहिँ म अलिकति निराश भएँ किनभने मैले लिखित त अब प्रतिवेदन बुझाउँदा पनि यो प्रतिवेदनमा अङ्कलको अलिकति अदेखा भएको जस्तो महसुस मैले गरेँ हो त्यहाँदेखि अब यो ज्याकेटको जुन उत्तराधिकारी बन्नको निम्ति के गर्नु पर्यो अलिक भन्दैछ त रफ एन्ड टफ अलिक है अलिक एक दुईजना मान्छे कुट्नु पर्यो है कि यहाँ बजाइदिइहाल्यो नि एक दुईजना ज्याकेटको लागि ठिकै हो यो ज्याकेटको उत्तराधिकारी अब चुन्नलाई मैले मात्रै फैसला गरेर भएन साह्रै पो छ त होम मिनिस्ट्री होम मिनिस्ट्रीमा चाहिँ एउटा मैले पनि त आवेदन गर्नु पर्यो चिफलाई त्यो सिफारिस भएमा यो ज्याकेट एउटा लाथे ज्याकेट मेरो एउटा छोरालाई दिँदाखेरि के मेरो हानि होला र जस्तो यो चाहिँ पोजिटिभ यो चाहिँ सकारात्मक पक्ष आयो अङ्कलको हो यो मैले लिखित प्रतिवेदन बुझाएको छु अङ्कललाई अङ्कलले यो होम मिनिस्ट्रीसम्म पुर्याउनु हुनेछ र यो चाहिँ आशा छ कि यो चाहिँ भाजपाको पिपिएस जस्तो चाहिँ हुँदैन भन्ने कुरा चाहिँ म एकदम विश्वास त छु यसको निर्णय चाहिँ एकदम चुडान्त निर्णय हुन्छ भन्ने पनि मैले आशा राखेको छु र होम मिनिस्ट्रीतिर पनि अहिले अनुरोध गरिहाल्नु यो हजुर समक्ष एउटा हाम्रो होइन
एउटा वरिष्ठ व्यक्तिहरू बसिराख्नु भएको छ होइन एउटा जस्ट यो दिवालीको उपलक्ष्यमा चाहिँ के कसो भन्नुहुन्छ हजुरले अङ्कलले वरिष्ठ अब हाम्रा त्यो भन्ने कुरो चाहिँ अब यो सानो कुरोलाई बढाएर राजनीतितिर लगाउनु पनि अलि नमिल्ला जस्तो सही हो कुरा सही हो र यो घरभित्रै साटक सुटुक मिल्ने कुरोलाई किन ठुलो ठालो बढाइरहनु गरिरहनु यो त र पनि यहाँ अब हाम्रो जेन्जीहरूले जब यो ज्याकेटमा आँखा गाडिसकेपछि यस्तो पनि यो ज्याकेटको पनि केही मूल्य रहेछ भन्ने चाहिँ मैले मात्रै बुझ्दैछु त्यो लाइभ होइन यो त भिडियो मात्रै भिडियोमा त्यो कि म सबैलाई खिचिरहेको छु यहाँ हाम्रा वरिष्ठ हाम्रा यहाँ हाम्रा वरिष्ठ हाम्रा मिरिक पोस्टबाट द मिरिक पोस्टबाट हुनुहुन्छ हाम्रा यावा प्रवेश हाङखेम राई होइन उहाँलाई पनि आज त उल्टा पो त हाम्रो उल्टा चाहना छ भइरहेको होइन यहाँ होइन फोकस अहिले खालि यो चम्किरहेकोमा मात्रै छ ज्यू ज्यू त्यो चम्किरहेको कोटमा तपाईँले फोकस नदिनुहोस् होइन यो एउटा हाम्रो प्रश्न छ हाम्रो युवाबाट यो युवाबाट हाम्रो युवा चम्काउने पनि प्रणाली चाहिँ यो हाम्रो प्रश्न छ युवाबाट जेन्जी नै हो होइन हाम्रो युवाबाट प्रश्न छ होइन यता त कोनी कति ताल भइसक्यो आएको के हुन्छ के भन्दैछ बुबु आज केही भनिदिनु एक दुई शब्द दिवाली अफर दिवाली अफरमा है दिवाली अफरमा मेरो गाउँ मेरो घर सब मेरो गाउँ मेरो घर यो चाहिँ आफ्नै ठाउँ आफ्नै संस्कार संस्कृति होइन यसलाई जोगाडा गर्नु चाहिँ अब तपाईँ हाम्रो सबैको होइन सहमतिमा मिलेर गऱ्यो बुबुलाई एउटा प्रश्न होइन हिजो माधव धेरै वर्ष बादमा अब 3 वर्षको अवधिमा तपाईँ आउनुभयो गाउँमा गाउँको अन्तर के देख्नुभयो बुबुले जस्ट अन्तर चाहिँ के देख्नुभयो मैले केही पनि देखिनँ तपाईँ 2000 तिम्रो प्रश्नको तिमीलाई त्यसको प्रतिबिम्ब प्रश्न हुन्छ तिमीले हिजोको 3 वर्षसम्म के गर्यो आज म आएँ मादल बज्यो दामी अस्ति म थिइनँ मादल बजेन 2-4 वर्ष 7 वर्ष बाद तिमीले मादल बजाउनु पर्ने मादल बजाउनु सकेनौ तर आज म आएँ मादल बज्यो मैले बजाएको होइन मेरो गाउँले मेरो दाजुभाइको सबैको सहमतिमा मादल बज्यो यसमा तिम्रो पनि बहुत ठुलो सहयोग छ तिमीले केही नगर तर पनि मादल बज्दाखेरि होइन हामी त तपाईँ आएर के भयो भनेदेखि हिजोको मेरो होइन ठुला बडाहरूको हाम्रो मारुनी मादालीहरूको यादमा हामी सबै हाम्रो गाउँले एकत्र सबै खुसी छ आज हाम्रो चेलीहरू पनि खुसी छ हाम्रो चेलीहरूको मद्दतमा होइन आज हाम्रो ल साथीभाइ हो यो तपाईँको यो भिडियो यो उयो गर्दाखेरि होइन यो तपाईँले ड्रेस लाउनु भएको छ नि यो ड्रेस चाहिँ कुन चाहिँ झलकमा आउँछ यसमा चाहिँ यो कुन चाहिँ झलकमा आउँछ यो लु भन्नुहोस् यो ड्रेस चाहिँ तपाईँको के हो भने यो आफ्नो चोइस हो तपाईँले जस्तो ड्रेस आज तपाईँले यो ड्रेस लाउनु भएको छ यो तपाईँको ड्रेस होइन आज उहाँले लगाएको उहाँको ड्रेस होइन यो तपाईँको ड्रेस यो ड्रेसको लागि मात्रै मैले यो ड्रेसलाई तपाईँले सोध्नुभयो आज तपाईँले अङ्ग्रेजको ड्रेस लगाएर तपाईँले यो ड्रेस कुन चाहिँ ड्रेस हो हिन्दुस्तानी माथि लगेर झलमल्छ माला माथि शिरमा टोपी तर मुनि चाहिँ छ म चाहिँ के हो भने म इन्डियन हो मैले इन्डियन ड्रेस लु है म चाहिँ एकैछिन यता देखाएँ है पप्पाजी खै कसले खिच्दैन अन्त जानेर अन्तर्वार्ता लिनु छैन म कसैलाई के रामी बुबु रामी यता कोपा पनि छ मलाई त्यो यति नै रहेछ हौ भिर
कोपा ठेल्दै अझै खिचडी 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 त्यो भयो ला जहाँ जाँदै ती पारे भैयाजी कोपाजी कमललाई त खाइसकेन है के पारे के हो यस्तो सबै क्रिएटर मात्रै छ यहाँ त हामी त आफै बलि महाराजको हुकुममा हुँदा अब चाहिँ आउँदैन तारा त्यति नै हो लिङ्गो होइन सादा त्यति हो सादा हिजो कति मोलेको सिद्धु लिङ्गोले 8-2-10 चाहिँ मरेछ 10,000 यस्तो छ हो अब यहाँबाट उता चाहिँ सुनसान अब यहाँ हाम्रो गाउँको मोडलहरू लुकाउँदै अनुहार उयोहरू एकछिन एकजनाले पालै पिल्टा आउँदै पक्दिँदै यति नै हो छ के मोडलहरू यति नै हो यहीँनिर यसलाई चाहिँ म यसलाई चाहिँ म थम्बनेल बनाउँछु नि त यता हेर न थम्बनेलको लागि थम्बनेल अलिक ग्यादर हुनु न थम्बनेलको लागि दिन्छु मान्छे मकुराले जाल हान्दैन फोनमा यहाँ त एकछिन मकुराले जाल हानेको फोन देखेन हौ उयो गर्न मार्न मकुराले जाल हालेको ए फोनमा त निक्लिँदैन रहेछ हो रहेछ नि भित्र निक्लिन्छ कस्तो खाले मकुरा चाहिँ होला उयो खै थम्बनेलको लागि कुकुरसँगै एकछिन ऱ्याम्प वक ल पाले फिल्टर ल लु बहिनी ऱ्याम्प वक आत्था हो बदमास आयो तो त अन्त नआइहाल न पाले बिल्टा आइज नानी ऱ्याम्प वक हान्नेहरू सब गयो नि हौ खुट्टामै हानिदिन्छ हौ बम लु यति नै 13 मिनट 14 मिनटको भएछ हो बाई